सो हेलो गाइस, सम्पूर्णलाई फेरि पनि स्वागत छ युट्युब च्यानलमा। बिग भ्लगलाई सबैजनाले माया गरिदिनु भएको छ भन्ने आशा गर्दै म पनि रतन कार्कीजे पटक्क गरेर बोल्न सिक्दैछु। मैले आज चाहिँ मेरो यो टिमुबाट जिम जानलाई सिपमेन्टहरू मगाएको थिएँ। अच्छा। अनि मेरो ड्युटी प्लेसमै त्यसले अर्डर के अरे उस गरिदियो, डेलिभरी गरिदियो। म चाहिँ कामबाट पनि छुटेँ, अब घरतिर निस्किँदैछु। सो अब घर गइसकेपछि अनबक्सिङ गर्नुपर्छ। मैले चाहिँ यहाँ मैले सामानहरू के मगाएको छु भन्ने कुराहरू मैले उहीँ घर गएर खोलेपछि देखाउँला है त। यो चाहिँ हाम्रो पार्क, सानो पार्क छ। सानो पार्क, यसमा चाहिँ हामी स्केटबोर्डहरू सबै खेल्न सक्छौँ। स्केटबोर्डहरू यसरी खेलिरहेको अगाडि यस्तो मजाले बाबा छोरी भएर स्केटबोर्डहरू खेलिरहन्। फेरि पनि हेर्न सक्नुहुन्छ तपाईँले, दामी खतरा ठाउँ। यो ठाउँ चाहिँ हाम्रो यो गाडीको ट्रायल दिने ठाउँ हो रहेछ। यो फेरि ठाउँहरू यस्तो छ नि, बवाल छ नि, पाहाडहरू, महेन्द्र गाडीहरू छ नि। यो सबै भिआइपी मान्छेहरू, हामी जस्तो गरिब त उसै छैन। हामी जस्तो गरिबहरूलाई त यहाँ त एक नम्बर पनि किन्दैनन्। सबै धनी मान्छेहरूले मात्रै आएर गाडी प्याक गरेर रिजर्भ गरेर सिक्ने हिजो क्या यहाँ। अब हाम्रो नेपालतिर सिक्नै पर्दैन। एउटा गाडी जस्तो भएन, एउटा थोत्रो गाडी किनिसकेपछि एउटा साथीलाई छोप्ने, पाहाडतिरको साथीलाई ल हिँड भनेर लिएर जाने, त्यतै गरेर प्र्याक्टिस हुन्छ। बात त सही हो। यहाँ त सब नक्कली पाहाड जम्मै धनी, सब नक्कली पाहाड साड गराएर माटो ढुङ्गाहरू सबै हालेर यस्तो गर्छन्। तर नेपालतिर चाहिँ सबै कुराहरू, त्यही भएर त नेपालीहरू चाहिँ परिपक्व हुन्छन् सबै चिजबाट। पाहाडतिर गाडी चलाउन सक्छन्, मेन रोडतिर त झन् त्यसै कुदाउने भए। यस्तै छ। दिदीलाई के भएछ, ब्रेक फुत्केछ क्या दिदीको। अब साइकल चलाउन गाह्रो हुँदाखेरि पनि किन होला फेरि साइकलमा आउने, फेरि अचम्म लाग्छ। फेरि अचम्म। यहाँ चाहिँ बिल्डिङहरू पनि कस्तो बबाल हुन्छ यार। बिल्डिङहरू पनि बिल्डिङ। मैले चाहिँ त्यही हो, टिमुबाट सामान अर्डर गरेको थिएँ। टिमुबाट आज सामानहरू खतरा सामानहरू आछ। अब गएर अनबक्सिङ गर्नुपर्छ। आज बिहान चाहिँ आज यता दुबईतिर चाहिँ बिहानैबाट कुहिरो लगाइरहेको थियो। अझैसम्म पनि कुहिरो नगएको रहेछ। हेर्नु त कुहिरो, यो बिल्डिङ हेर्नु न कस्तो छड्के परेको छ कि। कुहिरो अझ पनि नगएको रहेछ। बिहान कस्तो थियो, बिहान त अब ड्युटी जाने हतार हुन्छ। बिहान जुरुक उठ्ने बित्तिकै मुखसुख धोयो बिरालोले चाहिँ, बुरुस पनि ब्यागमा हालेर ड्रेस लगाएर दौडिनुपर्छ। त्यही भएर बिहानको मौसम चाहिँ मैले देखाउन भ्याएन। तर बिहानैबाट चाहिँ अहिलेसम्म चाहिँ यो कुहिरो चाहिँ नगएको रहेछ, नहटेको रहेछ। सो फाइनल्ली म घर आइपुगेको छु गाइज। अब यसलाई चाहिँ खोल्नु पर्ने हुन्छ। यसलाई चाहिँ लेट्स ओपन। तिनवटा सर्ट्स मगाएको, सर्ट्स जाके एउटा चाहिँ अलिक महँगो, दुइटा चाहिँ सस्तो, 10 दिरामको। एउटा चाहिँ दिदीले लाइट मगाएको छ। दिदीको लाइट रहेछ। के गर्छु, यो चाहिँ यस्तो रहेछ। यो चाहिँ दिदीको लाइट रहेछ। दिदीको सामानलाई त साइड हालिदिउँ। टावेल, यो चाहिँ टावेल म कस्तो गराएको होइन। यो चाहिँ टावेल यस्तरी मुख पुस्नलाई जिमको लागि।
यो मलाई फेरि यो नयाँ लुगाको यो बास्ना मलाई कस्तो मन पर्दैन नि सस्तो सस्तो जग्गा यो हो सो मेटेरियल पनि राम्रै रहेछ राम्रै छ तर यस्तो रहेछ नि यो फेरि बेसरी जाली रहेछ नि जाली रहेछ कि यो फेरि भित्रको तर ठिकै छ यो हो धोइहाल्नु पर्छ अर्को 10 दिनमा पनि फेरि अलिकति सस्तो यो पनि सस्तो ओके सेम कलर रहेछ एउटै कलर आएछ त्यही पनि ठिकै छ ल अब चाहिँ लास्टमा चाहिँ अलिकति महँगो 1 2 3 शाबाश कान्छा यो चाहिँ अलिकति महँगो चाहिँ अलिकति महँगो रहेछ धोइहाल्नु पर्छ कस्तो रहेछ यो चाहिँ यो पनि काबुल हो गाइस टिमुबाट चाहिँ मगाएको मैले यति मात्र थियो फेरि पनि अर्को सामानहरू आयो भने चाहिँ फेरि पनि खोल्नुपर्छ शाबाश कान्छा गरेर देखाइदे